म्याच चिक्ने तिमीहरूको बाउ आउँदाखेरि म्याच चिक्ने राजाले हिरा दिएको थियो। तिमीहरू म्याच चिक्ने सबै चाहिँ ढुङ्गा बनाएर छोडेको, अनि अहिले म्याच चिक्ने तिमीहरू चाहिँ पावरका हेराउन खोज्दैछस्। तिमीहरू नै देशलाई यस्तो गरेको होइन। तिमीहरू नहुँदाखेरि म्याच चिक्ने हाम्रो देशको स्टोरी हेर कस्तो थियो। अहिले म्याच चिक्ने तिमीहरू तेरो बाबुहरू कस्तो गरेर छोडेको छ हाम्रो देशलाई, अनि उल्टै म्याच चिक्ने पावर हेराउन खोज्दैछस्। त्यति बेला कहाँ थियो तेरो बाबुहरू हुँदाखेरि तेरो पावर? अहिलेको बोलेको हुन्थ्यो भने म्याच चिक्ने हाम्रो देश यस्तो हुन्थ्यो? रन्डीको छोरा, म्याच चिक्ने यतिको पावर कहाँ गएको थियो? अहिले म्याच चिक्नेहरू पावर हेराउन खोज्दैछस्। यतिको पावर पहिला हेरेको हुन्थ्यो भने म्याच चिक्ने हाम्रो देश अहिले म्याच चिक्ने अवस्थामा पुग्थ्यो। अनि अहिले चाहिँ तिमीहरूको म्याच चिक्ने बाउ नहुँदाखेरि पावर बढेको छ। पावरै छ भने म्याच चिक्ने जनताको बिचमा आएर हेर्न, अनि जनतासँग भिड्न खोज्न, हेर्न कति तेरो बाउहरूले तिमीहरूले कति गरेर गएको छ देशमा, के गरेर गएको छ होइन। अनि जनताहरूको बिचमा आएर हेर, अनि थाहा लाग्छ बल्ल म्याच चिक्ने। अनि अहिले संसदमा म्याच चिक्ने तिमीहरूको भिड्न गएको हो। तिमी म्याच चिक्ने कहिले पनि तिमीहरू सुधार्दैन के, कहिले पनि सुधार्दैन। अहिले बल्ल डल्ल म्याच चिक्ने देशमा काम गर्न खोज्दैछ अनि तिमीहरू म्याच चिक्ने विरोध गर्न खोज्दैछस्। यतिको पावर तेरो बाउहरू हुँदाखेरि कहाँ गएको थियोस्? अनि उनीहरू तेरो बाउको म्याच चिक्ने तेरो बाउहरू जे पनि गर्दामा केही बोलिरहेको थिएन। त्यति बेला त उनीहरू म्याच चिक्ने तेरो बाउ थियो होइन। अहिले म्याच चिक्ने तेरो बाउहरू गएपछि म्याच चिक्ने पावर बढेको छ तिमीहरूलाई। यही पावर म्याच चिक्ने जनताको बिचमा आएर हेर, अनि बल्ल डल्ल म्याच चिक्ने तिमीलाई थाहा हुन्छ। संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो। संसद कानुन बनाउने थलो पनि हो। यो स्मरण गराउन चाहन्छु। ठुटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ मलाई। किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानुनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारणले संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौं सधैँ सकारात्मक मात्रै हुँदैन। जनताका सवालमा, कानुन निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष विपक्षी दलहरू त्यही रूपमा जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेर म विपक्षी दलका मान्य सांसदहरूलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। आज यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, आधा शताब्दी भएछ पर्यटन सम्बन्धी ऐन नबनेको। 48 वर्ष भएछ। 48 वर्षदेखि बन्न नसकेको ऐन हामी बनाउने प्रक्रियामा अगाडि बढिराख्दाखेरि तपाईँ एउटा प्रधानमन्त्री उपस्थित हुने या नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको तपाईको यो ऐन बनाउने प्रक्रियालाई तपाईले हड्काउन मिल्छ? मिल्दैन सम्माननीय सभामुख महोदय। त्यसैले म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर संसद कानुन बनाउने थलो पनि हो। संसद कानुन बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, म भन्न चाहन्छु, खास गरेर यो विधेयक अगाडि बढिराख्दाखेरि पर्यटनका प्रकार, गन्तव्य, त्यस्तै गरेर पर्वतारोहणका कुरा र त्यस्तै गरेर यहाँहरूलाई म आग्रह गर्न चाहन्छु, क्यासिनो सम्बन्धी कयौं कुराहरू छन्, यसलाई संसदमा मात्रै नभएर गम्भीर रूपमा समिति र उपसमिति मार्फत लगेर गहिरो अध्ययन गरियोस् भन्ने पनि म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद।